मध्ये रातको 1:40 गएको छ अनि मेरो छोरी पनि आँखा ठुलो ठुलो हेरेर सुतेको मान्छे पनि उठेर बसिरहेछ। अब के गर्ने होला त हैन। सो बच्चाको टाइमले नै अहिले चाहिँ हाम्रो टाइम स्केड्युल उठ्ने सुत्ने टाइम उसको टाइममा अनुसार डिपेन्ड गर्छ। अनि म र मेरो हस्बेन्ड चाहिँ अब नानी खेलाउँदै अब टाइम स्पेन्ड गरिरहेका छौँ हैन। अनि राति अब यसरी अब टिभीमा समाचार पनि हेरिरहेका छौँ र अर्को चाहिँ के गर्ने भनेर सोच्दाखेरि चाहिँ म चाहिँ मेरो अनलाइन बिजनेसको कामहरू पनि यो भ्याएको बेलामा गर्छु। सो हजुरहरूले सोधिरहनुहुन्छ नि कुन टाइममा चाहिँ अब यो बिजनेस गर्न सकिन्छ। एनी टाइम 24/7 हैन 24 घण्टामा जुनसुकै टाइममा नि तपाईँले आफ्नो बिजनेसलाई पनि दिन सक्नुभयो। साइडमा बच्चा पनि टेक केयर गर्न पाउनुभयो हैन। हस्बेन्डसँग टाइम स्पेन्ड गर्न नि पाउनुभयो। घरै बसेर अर्निङ गर्न सकिन्छ भने वाइ नट। अनि अब चाहिँ अन्तिममा यसरी एउटा भिडियो बनाएर चाहिँ सुत्यौँ न त भनेर नानीलाई चाहिँ खेलाउँदै गरेपछि हामी चाहिँ अब बाई बाई गर्न लाग्यौँ। हजुरहरू पनि म जस्तै मम हुनुहुन्छ यसरी नै टाइम स्पेन्ड गर्दै केही सिकेर साइडमा कमाउन चाहनुहुन्छ भने मलाई मेसेज गर्न नबिर्सिनु होला। म चाहिँ हजुरहरूलाई हेल्प गर्न रेडी छु है। सो अहिलेसम्म हामी मम्मी छोरीको भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्दै हामी मम्मी छोरी बिदा हुन्छौँ। हेभ अ गुड नाइट। बाई बाई।